नमस्ते। आज हामी नेपाली चलचित्र झरीपछिको इन्द्रेणीको कथालाई केलाउँदैछौँ। यो चलचित्रले एउटा यस्तो प्रश्न सोध्छ जुन सायद धेरैको मनमा होला के एउटा राम्रो जीवनको लागि सधैँ आफ्नो घर, आफ्नो देश छोड्नै पर्छ? हो, यो चलचित्रको कथा एउटा यस्तो प्रश्नको वरिपरि घुम्छ जसले सायद हामी धेरैलाई सोच्न बाध्य बनाउँछ के साँच्चै एउटा राम्रो भविष्य, एउटा बेटर लाइफको खोजीमा सधैँ विदेश नै जानुपर्छ त? यही प्रश्नको उत्तर खोज्दै यो चलचित्रले हामीलाई एउटा परिवारको कथा देखाउँछ। एउटा यस्तो परिवार जो भ्रष्टाचारले जिलिएको प्रणालीसँग जुझ्न बाध्य हुन्छ र यही सङ्घर्षले उनीहरूको जिन्दगीलाई नै पुरै बदलिदिन्छ। ल, कथाको सुरुवात नै एउटा पारिवारिक टक्राउबाट हुन्छ। एकातिर छ छोरा जसको आँखामा अस्ट्रेलियाको सपना छ, अनि अर्कोतिर छन् बुवा जसको मनमा आफ्नै देश, आफ्नै माटोप्रति गहिरो माया छ। चलचित्रको मुख्य पात्र सोहन, उसको एउटै भनाइले उसको सोच कस्तो छ भन्ने कुरा प्रष्ट हुन्छ। उसको लागि त रियल लाइफ, रियल फ्युचर भनेको नेपालमा होइन, त्यो त अस्ट्रेलिया, अमेरिका जस्ता देशहरूमा मात्रै छ। अब यहीँनिर देखिन्छ बाबु छोराको सोचाइमा कति ठूलो खाडल छ भन्ने कुरा। सोहनको लागि सक्सेस भनेको देश छोडेर आफ्नो करियर बनाउनु हो, तर उसको बुबाको लागि सक्सेस भनेको चाहिँ आफ्नै देशमा बसेर यहीँको समाजको लागि केही गर्नु हो। छोराको यही विदेश मोहलाई तोड्न बुबाले एउटा निकै अनौठो बाजी राख्छन्। यो बाजी भन्नुपर्दा एउटा सोशल एक्सपेरिमेन्ट जस्तै हो। बुबाको प्रस्ताव सुन्दा त अचम्मै लाग्छ। उनी भन्छन्, ठिक छ, तैँले विदेशमा गएर गर्ने दुःख यही नेपालमै बसेर गर। मतलब एउटा इमिग्रेन्टले भोग्ने सबै हार्डसिप नेपालमै बसेर भोग्नुपर्ने। यो वास्तवमा सोहनको विदेशप्रतिको जुन भ्रम छ त्यसलाई तोड्ने एउटा चलाखीपूर्ण तरिका थियो। तर यो बाजी त्यति सजिलो पनि थिएन है। यसका शर्तहरू एकदमै कडा थिए। नम्बर 1, एउटा कोठामा बन्द भएर एक्लै बस्नुपर्ने। 2, बुबाले पहिलो महिनाको खर्च मात्रै दिने। 3, परिवारसँग कुरा गर्न एउटा लोकल सिम मात्रै प्रयोग गर्न पाइने। 4, पैसा कमाउनलाई कामै गर्नुपर्ने, कसैसँग सापटी वा उपहार लिन नपाइने। अनि सबैभन्दा ठूलो र अन्तिम शर्त, यदि सोहनले जित्यो भने ऊ अस्ट्रेलिया जान पाउँछ, तर हार्यो भने विदेश जाने सपना सधैँका लागि खतम। तर कथामा ट्विस्ट तब आउँछ जब सोहनको यो पर्सनल च्यालेन्ज सुरु हुनै लाग्दा उसको परिवारमाथि एउटा ठूलो आँधीबेहरी आइपर्छ। जुन करप्ट सिस्टमबाट सोहन भाग्न खोजिरहेको थियो त्यही सिस्टम अब उनीहरूको घरको ढोकामै आइपुग्छ। कथाले एउटा गम्भीर मोड लिन्छ जब सोहनका बुवा, जो एक इमानदार सरकारी कर्मचारी हुन्, राजाराम शर्मा, उनलाई एउटा ठूलो भ्रष्टाचारको केसमा नराम्ररी फसाइन्छ। र यो कुनै सामान्य आरोप थिएन, यो त एउटा पुरै योजना बनाएर गरिएको क्यारेक्टर असासिनेसन थियो। पहिलो दिन अफिसमा रक्सी पिएको भनेर एउटा फेक भिडियो भाइरल गराइन्छ। दोस्रो दिन मिडियाले उनलाई हत्यारा सचिव भनेर हेडलाइन बनाउँछ, र तेस्रो दिन त एउटा नक्कली सुसाइड नोटमा उनको नाम मुछेर उनलाई हत्यारा नै साबित गर्न खोजिन्छ। सोच्नुस् त, कसरी केही दिनमै कसैको इज्जत र प्रतिष्ठालाई यसरी धुलोमा मिलाइन्छ? हो, यही घटना सोहनको जिन्दगीको टर्निङ पोइन्ट बन्छ। उसको त्यो व्यक्तिगत बाजी अब आफ्नो बुबाको इज्जत बचाउने लडाईँमा परिणत हुन्छ। कस्तो अचम्मको कुरा होइन? जुन सिस्टम देखेर ऊ देशै छोड्न चाहन्थ्यो, अब त्यही सिस्टमसँग लड्नु उसको बाध्यता बन्छ। उसको अस्ट्रेलिया जाने सपना कता हो कता हराउँछ, र अब उसको एउटै मात्र मिसन हुन्छ, आफ्नो बुवालाई निर्दोष साबित गर्नु। सोहनको पुरै ट्रान्सफर्मेसनलाई यसरी हेर्न सकिन्छ। सुरुमा उसले लाग्थ्यो मेरो बुबा पनि यही करप्ट सिस्टमको एउटा हिस्सा हो, यहाँ बसेर केही हुन्न, भाग्नु नै बेस्ट अप्सन हो। तर जब उसले सत्य थाहा पाउँछ उसले बुझ्छ, होइन, मेरो बुवा सिस्टमको हिस्सा होइन, सिस्टमको शिकार हो। अब भाग्ने होइन, यहीँ बसेर लड्ने हो। अनि उसको यो बदलाव साँच्चै पूरा भएको त्यति बेला देखिन्छ जब उसले आफ्नो सबैभन्दा ठूलो सपना, अस्ट्रेलिया जानको लागि जम्मा गरेको पैसा एकजना अपरिचित मान्छेको ज्यान बचाउन उसको सर्जरीको लागि दिन्छ। यो एउटा यस्तो मोमेन्ट हो जसले देखाउँछ कि सोहनको लागि अब प्राथमिकता के हो भन्ने कुरा पुरै फेरिसकेको छ। अब कथाको अन्त्यतिर सोहनले आफ्नो पुरानो सपनालाई सधैँका लागि पछाडि छोड्छ र एउटा नयाँ अझै ठूलो लडाईँ सुरु गर्छ। बुबाको नाममा लागेको दाग मेटाएपछि, सत्यलाई सबैको अगाडि ल्याएपछि सोहनले आफ्नो अस्ट्रेलियाको भिजा त्यागिदिन्छ। उसले आफ्नो पर्सनल ड्रिमलाई त्यागेर एउटा कलेक्टिभ भिक्ट्री, एउटा सामूहिक जित हासिल गर्छ। अब उसको लक्ष्य व्यक्तिगत रहेन,
सामूहिक भयो। उसको नयाँ मिसन के हो त? युवाहरूलाई एक बनाउने र जुन भ्रष्टाचारले उसको परिवारलाई लगभग तहसनहस पार्यो त्यसको विरुद्धमा एउटा शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने। अनि सबैलाई यो मेसेज दिने कि रियल सक्सेस भाग्नुमा होइन, आफ्नै ठाउँमा बसेर परिवर्तनको लागि लड्नुमा छ। र अन्तमा यो चलचित्रले हामी सबैको लागि एउटा गहिरो प्रश्न छोडेर जान्छ। एउटा सजिलो एस्केप रुटको सट्टा आफ्नै देशको कठिन वास्तविकतासँग जुझ्न र त्यसलाई सुधार्ने बाटो रोज्नको लागि के कुराले मोटिभेट गर्छ? यो एउटा यस्तो प्रश्न हो जसको जवाब सायद हामी सबैले आफैभित्र खोज्नुपर्ने हुन्छ।